गाइस देख्न सक्नुहुन्छ यो चाहिँ मेरो बिरालो हो। म्याउ म्याउ बिराली यतातिर आऊ, कता भाग्यौ तिमी बिराली? उही भाग्यो भाग्यो। सो गाइस अब म चाहिँ यसो गाउँ मामाघर, मेरो मामाघर गाउँपट्टि जानलाई निस्केको होइन। यो चाहिँ मेरो चन्दा, चन्दामा मेरो अर्को हात अनि एउटा हातमा चाहिँ मेरो फोन छ। अनि म चाहिँ गइरहेको छु सिधा सिधा कता भनेपछि यो के अरे कता पथ्रैया भन्ने ठाउँ कसै कसैलाई थाहा होला यताको मान्छेहरूलाई, त्यहीपट्टिको गाउँमा पर्छ। आज त्यति गर्मी नि छैन है टिकापुरमा, अलि हल्का शीतल शीतलवाला माहौल छ। अनि शीतल शीतलवाला माहौल छ, सो अलि साइकल चलाउन सहज भएको छ। नत्र त गर्मीले हैरान भइन्थ्यो होला होइन। यसो अपडेट गर्दै गर्छु म चाहिँ कता पुग्यो भनेर। अनि ठ्याक्क त्यो भिडियोलाई चट्ट कट गरेर कम्बाइन गरेर हाल्छु, अनि मेरो पनि भ्युज आउँछ। अनि मेरो एउटा भिडियोले मेरो कति हुन्छ वो वाच कति आवर पुगाउनुपर्छ त्यो सबै कम्प्लिट गर्छ। वाओ, सपना इज भेरी बिग, उससे भी बड़ा बिग में फुल है। सरी केही नि मिलेन, स्टिल सुन्दा कस्तो मिठो सुनिन्छ। यस्तै त हो नि मान्छेको जिन्दगी पनि। महोदय चलाउँदा चलाउँदै मेरो धन्नु पनि थाक्यो। धन्नु धन्नुको चन्दा हो, नरिसाउ ल। उही ब्रेकै लाग्दिन होइन, रिसाइगई आमा। इ कस्तो रिसाएको त तिमी? चन्दा चन्दा, सरी है सरी, चन्दा हो। आमाको मेरो चन्दा नि थाकिसक्यो होइन। अनि म नि धिमा धिमा भइसक्यो चलाउँदा चलाउँदै। ओहो रिसाइसक्यो, अहिलेसम्म रिसाएकी छौ तिमी? त्यही रिसाउने होइन है, नरिसाउ ल, नरिसाउ ल, अब रिसाउने रे। अनि हामी चाहिँ यस्तो बाटोमा पुग्यौँ। पिच त छ तर थाक लाग्छ नि यार, साइकल चलाउँदा चलाउँदै चलाउँदा चलाउँदै। उफ, पसिना नि आइरह, गर्मी त छ, गर्मी छ, थकाइ नै रह। यहाँको गाउँ यस्तो छ। यो चाहिँ मेन हाइवे भयो, लम्की टिकापुर रोड यसलाई भन्छ। हामी बाटो गइरहेको छु, बाँकी भिडियो अगाडि बनाउँछु। धन्यवाद। गाइस अब पिचदेखि छुट्टिने ठाउँ आइसक्यो होइन। आम कति धेरै फल्यो, देख्यो कि नदेख्यो? म चाहिँ अब आमा पसल त बन्द छ त। यो पसलबाट फुपूको लागि जुस लिएर जान्छु सोचेको थिएँ यार, के गर्नु होला, पसल बन्द। उसमा नि आँप कति धेरै हो, आँपै आँप है। ओए पनि आँपै आँप है, हल्लिन्छ त क्या। अब यहाँनिर रहेछ एउटा कस्टमरदेखि म एउटा चिसो लिएर जान्छु। अनि लिइसकेपछि अनि पछाडि छ बाटो, त्यो बाटोबाट घुम्छु। सो मैले चाहिँ किनिहालेँ एउटा फ्रुटी जुस किने होइन। अरू केही थिएन त्यो पसलमा त्यस्तो स्पेसल, सो मैले केही लिँदैन। अब अगाडिको पसलमा हेर्छु। अब मेरो मामाघर जाने बाटो चाहिँ त्यो बाटोदेखि स्वाट्ट भित्र जान्छ, स्वाट्ट उयोतिर बालुवा राख्यो नि तिनीहरूको बाटो। अनि यहाँ देख्न सक्नुहुन्छ होला, यही हो जाने बाटो। आउच आउच क्या आउच, अहिया दुख्यो। यहाँ पे यहाँ अब यो बाटो कन्टिन्यू छ, कति 3 किलोमिटर छ सायद। अनि सिधै त्यो घर नजिक पुग्दाखेरि भिडियो बनाउँछु म। यो ट्र्याक्टरहरूले ड्यास 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 गऱ्यो होइन मसँग।
Uncle, no smoking at bike. Huh? No smoking at bike. No. Grammar mistake भयो त्यहाँ. No smack. No. त्यही बाइकमा चुरोट नपिउनुहोस् तपाईँ भन्न खोजेँ. अब अङ्कल गइहाल्यो, हाल भएन मलाई. तर धुलो चाहिँ धोस्तै खुवाइरहेको छ ट्र्याक्टर गरेर ल्याएर. अझ बाटो ढ्याङडुङ ढ्याङ घाच्याङ कुचुङ टुङ 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 ठ्याङ ठुङ ठ्याङ. थाइल्यान्डको त्यो गीत छ नि अहिले ट्रेन्ड, मस्टली भाइरल भएको. के अरे आना पाचिया अया दुख अपाचिया बाटो ढ्याङडुङ ढ्याङ. अरे यार कस्तो ठुलो खाएको. मेरो चन्दा फाइनली मलाई डेस्टिनेसनमा पुऱ्याउँदैछ. मेरो डेस्टिनेसनको नजिक हुँदैछ. यही हो मेरो डेस्टिनेसन. यता भट्टा देख्न सक्नुहुन्छ, इँटा भट्टा. कसैले देखाएन होला इँटा भट्टा कस्तो हुन्छ भनेर, मतलब कसैले. यही हो मेरो मामा घर. तर म यताबाट छिर्दैन, यता पछाडिको बाटोबाट छिर्छु. यो चाहिँ मेरो फुपू बस्ने घर. अनि यतादेखि सबै यो कनेक्टेड छ एरिया. यताको बाटोबाट छिराउँछु मित्र भनेको बुझ्यो. क्लोज कल. ल पुग्यो. गाइज फुपू चाहिँ यहाँ नहुनु हुँदो रहेछ. के मुख अड्किन्छ क्या. त्यति दिनजेल तपाईँ यहाँ देख्न सक्नुहुन्छ. दिस इज वाट मतलब वाट इज दिस. त्यही जे हो त्यही, जे तपाईँले सोच्नुभयो त्यही हो. यो हात लगाइदिउँ नलगाऊँ. यहाँ त थुप्रै छ त्यस्तो बोर्डहरू. लाइक यो त्यसको कल्टिभेसन गरे जस्तै छ क्या. त्यसको टन्नै छ यस्तो दामी सामान यस्तो दामी सामान. खाने भएपछि कोही खाने मान्छे छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ है. फेरि पुलिसलाई चाहिँ नभनिदिनु, सेक्रेटली सम्पर्क गर्नु कोही खाने मान्छे भएछ. अनि हाम्रो फुपू चाहिँ त्यहाँ भैँसी चराउँदै हुनुहुन्छ. देख्न सक्नुहुन्छ. त्यति क्लियर त देखाएन किनकि मेरो S22 होइन, S24 पनि होइन, S25 पनि होइन. मेरो जस्ट नर्मल फोन हो. पोको हो मेरो फोन. मेरो फोनको नाम पोको रहेको छ. अनि म चाहिँ त्यहाँसम्म गइरहेको छु किनकि मैले ल्याएको यो जुसहरू तातो हुन्छ क्या. सो फटाफट गएर दिइहाल्छु.